and you're watching NTV The Voice. यस कार्यक्रमका प्रायोजक 55 एमपी र ओपिसी 53 ग्रेडको आरती सिमेन्ट, बलियो निर्माणको विश्वास र नारायणी फलामे डन्डी सुरक्षित आधार। Riaz Music presentation. सायद अपवादलाई छोडेर माया प्रेममा डुब्न नचाहनेहरू सायदै कोही हुनुहुन्छ होला र माया प्रेमका भावनाले ओतप्रोत रहेका सङ्गीत सुनेर नरमाउने पनि सायदै कोही हुनुहुन्छ होला। अब यस्तै माया प्रेमका भावनाले ओतप्रोत रहेका गीत सङ्गीत अनि केही नयाँ जानकारीहरूको साथमा कार्यक्रम दि भोइस लिएर म उज्जवल केसी यहाँहरूमाझ प्रस्तुत भइसकेको छु। हार्दिक स्वागत गर्दछु। दर्शक भिजुअलाइजर फिल्म्स प्राइभेट लिमिटेडका लागि रियाज म्युजिकद्वारा प्रस्तुत अनि आरती सिमेन्ट र नारायणी फलामे डन्डीद्वारा प्रायोजित यो प्रस्तुति दि भोइसमा अबलाई माया प्रेमकै कुरा एल्बम बहुचर्चित एल्बम रिवाइन्डबाट एकै नजरमा। क्लेन भिसिडी रेकर्ड्स प्रस्तुत गर्दछ सुपरहिट नेपाली चलचित्रहरूको अडियो भिसिडी तथा डिभिडी। यदि तपाईं नेपाली चलचित्र घरमै बसी बसी हेर्न चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्। स्तरीयता अनि तपाईको सुविधा नै हाम्रो प्रतिबद्धता। क्लेन भिसिडी रेकर्ड्स। दर्शक जीवनको आरोह अवरोहमा विभिन्न बाधा व्यवधानलाई पार गर्दै आफ्नो आवाजले आफ्नो सङ्गीतले यहाँहरूको मन मस्तिष्कमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भइसकेका गायक सुमन श्रेष्ठ, जसको नयाँ एल्बम इफोर्टका गीत सङ्गीतले पनि यहाँहरूलाई अवश्य छोएको हुनुपर्दछ र केही समय अगाडि पोखरामा आयोजित ग्लोबल टच ढुकढुकी म्युजिक एवार्डमा यो एल्बमको एउटा रिमिक्स गीतले बेस्ट रिमिक्स अफ द इयरको एवार्ड प्राप्त गरिसकेको छ। अबलाई दि भोइसमा यही रिमिक्स म्युजिक भिडियो। बाधा परुन् जति नै सारा सहन्छु म, माया गर मलाई भनिरहन्छु म। बाधा परुन् जति नै सारा सहन्छु म।
के तपाईँ पनि आफ्नो घर यस्तै होस् भन्ने चाहनुहुन्छ? 55 MPA र OPC 53 ग्रेडको नेपाली सिमेन्ट आरती निश्चित सुरक्षित भविष्यको सारथी। आरती सिमेन्ट, बलियो निर्माणको विश्वास। हरेक नागरिकको चाहना सुखी परिवार र एउटा सुन्दर घर। सुन्दर घर बलियो हुन आधार बलियो हुनु जरुरी छ। मजबुत पकड शक्ति भएको नेपाल गुणस्तर चिन्ह प्राप्त उच्च कोटिको नारायणी फलामे डन्डी, सुरक्षित आधार। दर्शकवृन्द, यो दशैंको रमझममा यहाँहरू पनि नाच्ने गाउने मुडमा हुनुहुन्छ होला र यहाँहरूको यो मुडमा थप ऊर्जा प्रदान गर्नका निम्ति बुढा सुब्बा म्युजिकले एउटा नयाँ एल्बम यहाँहरूमा आज प्रस्तुत गरिसकेको छ। गायिका मञ्जेश्वरीको नयाँ एल्बम म्याग्नेट, जुन एल्बमको गीत सङ्गीतले यहाँहरूलाई अवश्य पनि नाच्न नचाउन सहयोग पुर्याउनेछ। अहिलेलाई भने दि भोइसको अन द स्पोट सेगमेन्टमा बुढा सुब्बा म्युजिकको म्याग्नेट। वेल, यो हाम्रो फर्स्ट एल्बम हो होइन, र सबैजनाको मेहनतले राम्रो बनाएको छ होइन, र आइम सो होपफुल यो एल्बम राम्रो हुन्छ भने। लाइक अब यसमा मेरो मात्रै होइन, धेरैजनाको इन्भल्भमेन्ट छ। एक्चुअली दिस नेम इज क्रिएटेड बाई माई ब्रदर होइन। कस्तो भने इट्स लाइक एट्र्याक्सन होइन, त्यो हरेक सङहरू चाहिँ एट्र्याक्सन होस् भनेर भन्न चाहन्छु। एक प्रकारको यो एउटा चेन्ज हो जसलाई राम्रो गायकीपनाले गायिकाले सिँगारेकी छिन्, त्यसैले सफलताको आशा गर्न सकिन्छ। नामै म्याग्नेट छ है, अवश्य पनि तान्छ यसले, र फलामरूपी श्रोताहरूलाई यो म्याग्नेटले चाहिँ असर गर्छ अवश्य पनि। दर्शकवृन्द, विभिन्न अडियो कम्पनीहरूले पनि रिमिक्स गीत सङ्गीतहरूलाई आफ्नो एल्बममा स्थान दिन थालिसकेका छन् या रिमिक्स गीत सङ्गीतकै एल्बमहरू पनि प्रस्तुत गर्न थालेका छन् र सारेगामा म्युजिकले पनि एउटा अर्को रिमिक्स गीत समावेश भएको एल्बम यहाँहरूमा आज प्रस्तुत गरिसकेको छ, जुन एल्बमबाट वरिष्ठ सङ्गीतकर्मी विजय सिंह मुनाल ज्यूको सुपुत्रीको यस क्षेत्रमा आगमन भएको छ, अर्थात् गायन क्षेत्रमा आगमन भएको छ बृन्दा सिंह। अबलाई यसै एल्बमका केही क्लिप्सहरू। स्वर्गीय स्वर सम्राट नारायण गोपालको सम्झनामा जनकवि केसरी धर्मराज थापाको आशीर्वाद र वरिष्ठ गायिका ज्ञानु राणाको सहमति। अब एउटा नौलो आवाज गायिका बृन्दा सिंह। Brinda's debut album Janet, cassettes and CDs only on Saregama Records. दर्शक, केही समय अगाडि नै रिमिक्स गीत सङ्गीतहरू निर्माण गर्ने क्रम सुरुवात भएको थियो, तर बिस्तारै रिमिक्स गीतहरू फेरि ओझेलमा गए र रियाज म्युजिकले फेरि पुराना सुमधुर गीत सङ्गीतको रिमिक्स तयार पार्ने क्रम थाल्ने गर्यो। अब आएर रिमिक्स गीत सङ्गीतको बजार तातेको छ र रियाज म्युजिकले नै रिवाइन्ड यहाँहरूमा आज प्रस्तुत गरिसकेको छ भने अर्को राजु डिजेको रिवाइन्ड अब चाँडै नै यहाँहरूमा आज प्रस्तुत गर्न लागेको छ।
हुन्छु अब गर्छु कि तिमी कल्याण गर्छु म जे पनि as you know I'm your man नसोच यता उता I'll be there to understand भोरिमा राम्रो क्या भन्ने नाको मुख राम्रो कानचीको सिन्दुली टीका क्या भन्ने कानचीको निधार झन राम्रो गुनीमा चलो क्या राम्रो गुनीमा चलो कानचीको जिउ झन राम्रो कानचीको जिउ तिमी र हामी मिलेर हिँडे तिमी र हामी You and I my chang दुनियाँले देख्दा नि झन राम्रो दुनियाँले देख्दा नि झन राम्रो दुनियाँले सोच्छ जे नसोच त त्यो बुझ्छस् त कि यो मन तमै फस्यो चंगा ओए चंगा सुन सुन ओए चंगा चंगा ओए चंगा सुन सुन ओए चंगा नम फुले आज क्या भन्छ झुम कता झुम झुम कता झुम कता जाऊ मेरो घरमा जाऊ दुई दिने जिन्दगानी मोचाङ त्यसरी समाऊ छुट्ने छैन साथ हात माथि राखी हात बल्यो साइनो लाउने छ तिम्रो त्यो छाँट छुमा खुसीदेखि तिमी रमाएको त्यसैले हो गएको होइन मात्र देखाएको देख्छु सपना हरेक रोज मैले तिमीलाई पाएको विश्वसनीय प्रीति लाउने म च्याङबा तिम्रो सोया बदनको कुल देवता सल्लान थालेको मूल देवता अम्माको छोरी म एउटा बाबुको छोरा त एउटा जन गए तलाई छड्दैन जन गए तलाई कमेरे राखेको वचन तोड्दैन राखेको वचन तलाई हाम्रो छोराको तलाई हाम्रो You mean it? आप्पा नभन छड्दैन आप्पा नभन छड्दैन छोरा आप्पाको मतलब fatherको son If it's me you're talking about baby girl then you run मैच्याङ हे मैच्याङ Bring it on सुन हे मैच्याङ मैच्याङ हे मैच्याङ सुन सुन हे मैच्याङ टेम्पुले आज क्या भन्छ जम 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 चंगा ओए चंगा सुन सुन ओए चंगा चंगा ओए चंगा सुन सुन ओए चंगा नम फुले आज क्या भन्छ कता झुम झुम कता झुम झुम मैच्याङ हे मैच्याङ चंगा ओए चंगा मैच्याङ हे मैच्याङ चंगा ओए चंगा टेम्पुले आज क्या भन्छ जम कता झुम जम कता झुम जम जम दर्शकवृन्द अक्सर माता पिता अभिभावकहरूको आफ्नो सन्तानप्रति केही सपना केही चाहनाहरू हुने गर्दछन् कि भविष्यमा गएर आफ्नो सन्तान डाक्टर बनोस् इन्जिनियर बनोस् या त्योभन्दा पनि ठुलो उपाधि उसले हात पारोस् तर केही सन्तानहरू कलाकार बनिन्छन् सङ्गीतकार गायक गायिका बनिन्छन् अनि अभिभावकहरूलाई उनीहरूले आफ्नो सपनामा तुषारापात गरिदिएको आभासले पिरोल्ने गर्दछ यस्तै आभासले पिरोलिएका एकजना अभिभावकको सन्तान जसले आफ्नो गायन कलाले यहाँहरूको मन जित्न सफल भइसक्नु भएको छ र आफ्नो नयाँ एल्बम खुसी लिएर यहाँहरूमा आज प्रस्तुत भइसक्नु भएको छ यिनै खुसी एल्बमका एकदमै खुसी गायक अरुण कार्की आजको दि भोइसमा रिभ्यू सेगमेन्टमा मेरो साथमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर धन्यवाद। यहाँलाई स्वागत छ दि भोइसमा। दर्शक महानुभावहरूलाई पनि म अरुण कार्की हार्दिक नमस्कार। अरुणजी तपाईँले आफ्नो यो एल्बमको नाम चाहिँ नि खुसी राखिदिनु भयो किन होला? हाम्रो वरिष्ठ सङ्गीतकार सम्बित बास्कोटाजीले सङ्गीत दिनुभएको एकल पहिलो एल्बम हो। हजुर पहिलो आधुनिक एल्बम एउटा गायकको लागि हजुर पहिलो नै भनौँ होइन यस्तो गाउन पाउँदाखेरि म यति खुसी भएँ कि उसको नामै खुसी रहन गयो। उहाँले तपाईँलाई सेलेक्ट के कारणले गर्नुभयो होला कि अरुणको एल्बममा म सोलो सङ्गीत दिन्छु भनेर? अब हुनसक्छ मैले अब मेरो गायन शैलीबाट उहाँ के प्रभावित हुनुभयो होला होइन त्यही जस्तो लाग्छ मलाई। तपाईँले सङ्गीत पढ्नु भएको छ? मैले सिकेको छु। हजुर हजुर मैले गुरुदेव कामतजीसँग केही वर्ष मैले शास्त्रीय सङ्गीत सिकेको छु। के तपाईँ पनि आफ्नो घर यस्तै होस् भन्ने चाहनुहुन्छ? 55 MPA र OPC 53 ग्रेडको नेपाली सिमेन्ट आरती सुनिश्चित सुरक्षित भविष्यको सारथी आरती सिमेन्ट बलियो निर्माणको विश्वास।
विश्वसनीयताको पहिचान टेलिसपिङ नेपाल। प्रस्तुत छ एप किङ प्रो। अरू उत्पादन भन्दा छिटो र सजिलो रूपमा तपाईको एप्सलाई सुन्दर, आकर्षक र कडा बनाउँछ। वास्तवमै हामी ग्यारेन्टी दिन्छौँ एप किङ प्रोको आश्चर्यजनक 200 डिग्री रेन्जको मोसनले तपाईको एप्सको माथिल्लो, बिचको र तल्लो भागको साथै अब्लिक्सहरू सबैलाई 3 मिनेटमै प्रभाव पार्छ। हामी ग्यारेन्टी दिन्छौँ केही महिनामा होइन, केही दिनमै तपाईको पेट घटेर सुन्दर र आकर्षक हुनेछ। प्रस्तुत छ एप किङ प्रो। हरेक नागरिकको चाहना सुखी परिवार र एउटा सुन्दर घर। सुन्दर घर बलियो हुन आधार बलियो हुनु जरुरी छ। मजबुत पकड शक्ति भएको नेपाल गुणस्तर चिन्ह प्राप्त उच्च कोटिको नारायणी फलामे डन्डी, सुरक्षित आधार। अब जाँदा जाँदै खुसी एल्बम भित्र रहेको एउटा गीत यहाँ ल्याउँछ नि, गाएर सुनाउनु पर्ने छ हाम्रा दर्शक श्रोताहरूलाई। सकेको भए सके जति माया मुटुमै लुकाउन, आँसुको थोपा झर्ने नै थिएन, त्यही माया पग्लिएर। दर्शकवृन्द, अवश्य पनि यो एल्बमको गीतलाई सुनिसकेपछि एउटा ताली मात्र होइन, यहाँहरूले हजारौँ तालीको गडगडाहटलाई महसुस गर्न सक्नुहुनेछ। र अरुणजी, अब जाँदा जाँदै अन्तमा यहाँलाई आफ्ना दर्शक श्रोताहरूलाई भन्नु मन लागेको कुरा। आदरणीय दर्शक महानुभावहरूलाई विजयादशमीको शुभकामना र साथै दीपावलीको शुभकामना भन्न चाहन्छु। र जहाँसम्म नेपाली गीत सङ्गीतलाई माया गर्दै गर्नुहोस् होइन। र मेरो पनि यो एउटा म्युजिक नेपालबाट खुसी नाम भएको एल्बम आएको छ। यहाँहरूले एकचोटि अवश्य पनि सुनिदिनुहुन्छ भन्ने आशा राख्दछु। प्रतिक्रिया दिनुहोला भन्दै बिदा चाहन्छु। धन्यवाद। र दर्शकवृन्द, यदि गायक अरुण कार्कीलाई यहाँहरू कुनै सल्लाह सुझाव दिन चाहनुहुन्छ भने यहाँले खरिद गरेको सक्कली क्यासेट सिडीभित्र यहाँले पत्रचारको ठेगाना प्राप्त गर्न सक्नुहुनेछ। र अबलाई कार्यक्रम दि भोइसमा यहाँहरूमाझ प्रस्तुत गर्ने समय भइसकेको छ। यो आजकल निकै चर्चामा रहेको गीतको म्युजिक भिडियो स्वीकार्नुहोस् फर्स्ट एक्सपोजमा। सकेको भए सके जति माया मुटुमै लुकाउन, आँसुको थोपा झर्ने नै थिएन, त्यही माया पग्लिएर। सकेको भए सके जति माया मुटुमै लुकाउन, आँसुको थोपा झर्ने नै थिएन, त्यही माया पग्लिएर। बिर्सन खोज्दा सम्झना आयो छोडेर जानेको, अनाहकमा कलिलो मेरो मन चोरी लानेको। बिर्सन खोज्दा सम्झना आयो छोडेर जानेको, अनाहकमा कलिलो मेरो मन चोरी लानेको। सकेको भए सके जति आँसु आँखैमा लुकाउन, छातीमा आगो बल्ने नि थिएन, त्यही आँसु सल्किएर।
बनेर खुट्टामा झरिन दुःखको बेला खुसी भएको बहाना गरिन हुरीको बेगमा पात बनेर खुट्टामा झरिन दुःखको बेला खुसी भएको बहाना गरिन सकेको भए सके जति दुःख छातीमै लुकाउन मुटुमा घाउ लाग्ने नै थिएन त्यही दुःख बल्झिएर सकेको भए सके जति माया मुटुमै लुकाउन आँसुको थोपा झर्ने नै थिएन त्यही माया पग्लिएर के तपाईँ पनि आफ्नो घर यस्तै होस् भन्ने चाहनुहुन्छ 55 MPA र OPC 53 ग्रेडको नेपाली सिमेन्ट आरती निश्चित सुरक्षित भविष्यको सारथी आरती सिमेन्ट बलियो निर्माणको विश्वास हरेक नागरिकको चाहना सुखी परिवार र एउटा सुन्दर घर बलियो हुन आधार बलियो हुनु जरुरी छ मजबुत पकड शक्ति भएको नेपाल गुणस्तर चिन्ह प्राप्त उच्च कोटिको नारायणी फलामे डन्डी सुरक्षित आधार दर्शकबिन प्राय मानिसहरूको केही सपना केही चाहनाहरू अवश्य पनि हुने गर्दछन् र ती सपना चाहनाहरू पुरा भएको अवस्थामा हामी खुसी हुने गर्दछौँ पुरा भएन भने हामी दुःखी हुने गर्दछौँ तर जो मानिसले हाँसोमा रोदनमा खुसीमा हरेक जीवनका मोडहरूमा आफूलाई खुसी मात्रै राख्ने प्रयास गर्छ त्यो मानिसले जहिले पनि एउटा सार्थक जीवन बाँचेको हुन्छ यहाँहरू पनि यस्तै सार्थक जीवन बाँच्ने प्रयास गर्नुहोस् भन्ने हार्दिक आग्रहको साथमा आजको यो एपिसोडबाट यो उज्जवल केसी ओझेलमा पर्न चाहन्छ हस् त नमस्ते शुभ दिन यस्तो खुसी जहाँ जान्छु जता जान्छु तिम्रो हुन्छु दायाँ बायाँ मेरो मायाको यस्तो संसार बनो ओठदेखि ओठसम्म छाओस् यस्तो खुसी जीवनभरमा देखि ओठदेखि ओठसम्म छाओस् यस्तो खुसी यस कार्यक्रमका प्रायोजक 55 MPA र OPC 53 ग्रेडको आरती सिमेन्ट बलियो निर्माणको विश्वास र नारायणी फलामे डन्डी सुरक्षित आधार